नमस्कार। सफल तरकारी खेतीको सबैभन्दा महत्त्वपूर्ण पहिलो पाइला भनेको के हो? त्यो हो एउटा उत्तम नर्सरीको व्यवस्थापन। ल, आज हामी कृषि प्राविधिक ललित बोहराको अनुभव र विशेषज्ञतालाई आधार मानेर यही नर्सरी तयार पार्ने सबैभन्दा व्यावहारिक तरिका के हो भनेर सिक्नेछौँ। सुरु गरौँ है त। आजको हाम्रो यो सिकाइ खाली सुनेर मात्रै हुने खालको होइन। यो त हेरेर, बुझेर अनि आफैले गरेर सिक्ने अभ्यास हो। हामीले यहाँ देखाउने हरेक तरिका फिल्डमा किसानहरूका लागि प्रमाणित भइसकेको विधि हो। अब अन्तिम काम भनेको यसलाई सफा गर्नु हो। माटोमा भएका ढुङ्गा, झारपातका जरा र अरू फोहोरहरू हटाएर यसलाई एकदमै खुकुलो र मसिनो बनाउनुहोस्। यति गरेपछि हाम्रो नर्सरी बेड बिउ रोप्नका लागि तयार भयो। राम्रो ठाउँ र माटो त तयार भइसक्यो। अबको हाम्रो ध्यान बिउ छनौट र त्यसलाई सही तरिकाले रोप्ने प्रक्रियामा केन्द्रित हुन्छ। यो चरणले नै हाम्रो उत्पादन कस्तो हुन्छ भन्ने कुरा निर्धारण गर्छ। खेतीको एउटा सुनौलो नियम सधैँ याद राखौँ। उन्नत र प्रमाणित बिउको कुनै विकल्प छैन, किनभने राम्रो गुणस्तरको बिउले मात्रै स्वस्थ र धेरै उत्पादन दिने बिरुवाको ग्यारेन्टी गर्छ। बिउ रोप्नुभन्दा अगाडि गरिने एउटा महत्त्वपूर्ण काम हो बिउ उपचार। जैविक तरिकाले बिउको उपचार गर्दा नि सुरुवाती चरणमा लाग्न सक्ने ढुन्सी र अरू रोगहरूबाट बिरुवालाई जोगाउन सकिन्छ। यो एक किसिमको सुरक्षा कवच जस्तै हो। अब बिउ छर्ने प्रक्रियालाई एक एक गरेर हेरौँ है त। पहिलो, उपचार गरेको बिउलाई पातलो गरेर छर्ने, एकदम बाक्लो कहिले नछड्ने। दोस्रो, माटोले हल्कासँग मात्र छोप्ने। तेस्रो, हजारीले बिस्तारै पानी दिने, धेरै होइन। र अन्त्यमा पराल वा घाँसले छोपिदिने। यसलाई मल्चिङ भनिन्छ। यसले माटोको चिस्यान जोगाएर बिउलाई छिटो उम्रन मद्दत गर्छ। बिउ छरेर मात्र हाम्रो काम सकिँदैन नि। वास्तवमा अबको चरण झनै संवेदनशील हुन्छ। ती साना बेर्नाहरूलाई हुर्काउनको लागि दैनिक र निरन्तर हेरचाहको आवश्यकता पर्छ। दैनिक हेरचाहका लागि यी 4 कुरामा ध्यान दियौँ। 1. पानी सधैँ बिहान वा बेलुका मात्रै दिने। 2. पानी कतै पनि जम्न नदिने। 3. झारपात देख्ने बित्तिकै तुरन्तै हटाइहाल्ने। र 4. यदि कुनै रोगको शङ्का लाग्यो भने तुरन्तै जैविक विधि अपनाउने। यी सारा कुराहरूले नै ठूलो फरक पार्छ। ल, अब हामी नर्सरी व्यवस्थापनको अन्तिम चरणमा आइपुगेका छौँ। यहाँ हामी बिरुवाहरू मुख्य खेतमा सार्नका लागि कहिले तयार हुन्छन् र सार्नुभन्दा अगाडि तिनलाई कसरी तयार पार्ने भन्ने बारे सिक्नेछौँ। यो एउटा महत्त्वपूर्ण प्रश्न हो जुन हरेक किसानको मनमा आउँछ। नर्सरीमा हुर्केका बिरुवालाई कहिले र कुन अवस्थामा खेतमा सार्नु उपयुक्त हुन्छ, यसको सही समय थाहा पाउनु एकदमै जरुरी छ। यसको उत्तर एकदमै सरल र स्पष्ट छ। जब बिरुवामा 4 देखि 6 वटा साँचो पातहरू पलाउँछन् र बिरुवा स्वस्थ अनि हरियो देखिन्छ, तब त्यो मुख्य खेतमा सार्नका लागि तयार भएको मानिन्छ। यो बिरुवा परिपक्व भएको सबैभन्दा राम्रो सङ्केत हो। बिरुवा सार्नुभन्दा ठिक अगाडि एउटा गोप्य तरिका अपनाउनुपर्छ। यसलाई हार्डनिङ भनिन्छ, अर्थात् बिरुवालाई अलि कडा बनाउने। यसका लागि सार्नुभन्दा 2-3 दिन अघिदेखि पानी दिन अलिक कम गर्नुपर्छ। यसो गर्दा बिरुवाहरू नयाँ ठाउँको झट्का सहन सक्ने गरी बलियो हुन्छन्। यदि धेरै मेहनत किन गर्ने त यसको सिधा फाइदा के हो? ल हेर्नुहोस्, यो व्यवस्थित तरिका अपनाउँदा बालीमा रोग कम लाग्छ, जसले गर्दा समग्र उत्पादनमा वृद्धि हुन्छ। र जब उत्पादन बढ्छ, किसानको आम्दानी पनि स्वतः बढ्छ। यो प्रक्रियाले गरेको लगानीको प्रतिफल सुनिश्चित गर्छ। ल त, आज हामीले तरकारी नर्सरी व्यवस्थापनको व्यावहारिक ज्ञान सिक्यौँ। सुनेर मात्र होइन, हेरेर र बुझेर। यही प्रयोगात्मक सिकाइले नै कृषिमा सफलता दिलाउँछ। धन्यवाद। जय कृषि।